बाटोमा आउँदा त थ्याङ्क यू। बाटोमा आउँदा त कस्तो दुःख लागेको थियो होइन, हामीले खोज्नै सकेन है। नबुझ्दा माथिसम्म पुग्यौँ अनि अरूहरूलाई सोध्यौँ, फेरि फोन गऱ्यो होइन। अनि हेर्नुहोस् न कस्तो राम्रो है, यो ठाउँकै कस्तो ब्युटिफुल है। यो चाहिँ अकरबोटे अर्ग्यानिक फार्म भन्छ होइन। उहाँहरू चाहिँ स्टल चाहिँ उता के अरे शेर्पा मलमा पनि स्टल राख्नुहुन्छ अर्ग्यानिक। यहाँ नेपालीपन होइन, यहाँ चाहिँ लज जस्तो या होटेल जस्तो हो। अनि कति ब्युटिफुल्ली गरेको छ है। अनि त्यहाँ चाहिँ बुद्धिस्ट पार्क भन्ने ठाउँ छ, त्यहाँदेखि चाहिँ गाडी रोकेर हामी चाहिँ अनि 3 बाटो छ, सानो बाटो छुट्टाएको हुन्छ। अनि हामी चाहिँ अलिकति ओह्रालो बाटो टिपेर हामी यहाँ आइपुग्छौँ। हिँड्दा हिँड्दा यहाँ आइपुग्दा त एकदम खुसी लाग्यो है। अनि खुसी लाग्यो, तर चाहिँ यस घर चाहिँ यस्तो छ, माटो र भुस अनि भुस है। अनि के अर्को के मिसाएको थियो उनीहरूले, दाल हो कि के हो, चिप्लो दाल मिसाएको जस्तै लागेको थियो है। यिनीहरूले बनाएको यस्तो बलियो छ हेर्नुहोस् त, आमामामामा चुराउने छ है। यो बाटो गोरेटो बाटो आउनुपर्छ है। अनि 5 मिनट हिँड्नुपर्छ त्यो लामा पार्कदेखि। तर जे होस् एउटा ट्रेकिङ जस्तो पनि हुन्छ, आफ्नो शरीरलाई पनि हल्लुका हुन्छ, एक्सर्साइज जस्तो पनि हुन्छ। जे होस् यहाँ आइपुगेपछि त यस्तो राम्रो लाग्यो है, यस्तो राम्रो लाग्यो है। तर बाटोमा चाहिँ अलिकति अलमल परेर अलिक दुःखै भयो खोज्दा। यहाँ चाहिँ यस्तो छ अन्त आज चाहिँ मेरो साथीहरूलाई दशहरा पार्टीको लागि ल्याएको होइन।